नमस्कार दर्शकबिन, तपाईँ हेर्दै हुनुहुन्छ बिर्गो चर्चा न्युज र अहिले हामी आइपुगेका छौँ रक्सौल। रक्सौलमा कस्टम अफिसको ठिक अलिकति अगाडि जहाँ एसएसबीद्वारा चेक जाँच गरिन्छ, चेक पोइन्ट छ, त्यसको ठिक पश्चिम साइडमा 2 तल्ले भवनमा नेपाली पाइल्स क्लिनिक रहेको छ। त्यही यहाँ हुनुहुन्छ एउटा यही नेपाली क्लिनिक पाइलका उहाँ पेसेन्ट हुनुहुन्थ्यो। उहाँको अहिले पनि उपचार चलिरहेका छ। उहाँ के कसो प्रगति गर्नुभयो त्यसको सन्दर्भमा कुराकानी गर्न गएछु। सर, बिर्गो चर्चा न्युजमा तपाईँको स्वागत छ। तपाईँको नाम के पर्यो र घर कहाँ पर्यो तपाईँको? मेरो नाम चाहिँ मेराज आलम अन्सारी, घर चाहिँ वीरगञ्ज महानगरपालिका वार्ड नम्बर 14 अनि प्रसिद्ध चाहिँ भाटभट्नी। विशेष गरेर तपाईँ यहाँ आउँदाखेरि तपाईँलाई भएको के थियो? मलाई हेर्नु, मलाई पाइल्स भएको थियो अनि ब्लड आइरहेको थियो, दुखिरहेको थियो। मैले रक्सोलमा पनि आएर उपचार गराएँ, त्यहाँ निको भएन। अनि यो फेसबुक सिलसिलामा हेर्दै जयनगर एउटा त्यो हाम्रो जनकपुरमा एउटा भारतमा पर्छ, त्यो बिहारमा जयनगर, मैले त्यहाँ गएँ। एउटा श्री हरि चान्सी क्लिनिक छ, त्यो डक्टरलाई मैले गएर भेटेँ। त्यहाँ जाँदाखेरि त्यो डक्टरले भन्यो कि ठिक छ, तपाईँको यो रोग चाहिँ निको भइहाल्छ, तर त्यो के गर्दो रहेछ नि, तपाईँ भित्र एउटा मानौ कि पाइल्स छ भने उसले 2टा चाहिँ भन्छ कि तपाईँले पाइल्स पनि छ र फिस्टुला पनि छ, उसले 2टाको पैसा लिँदो रहेछ। अनि उसले के गर्यो, मेरो भित्रबाट काटिदियो, निको भएन। तपाईँ जुन जयनगरमा ट्रिटमेन्ट गराउनु भयो त्यहाँबाट तपाईँले निको भएन, त्यसपछि कहाँ जानुभयो तपाईँ? म त्यसपछि चाहिँ यही एडभर्टाइजमेन्ट हेरेर म जोगबनी पुगेँ। अनि त्यहाँ पुग्दाखेरि डाक्टर साहबसँग भेट भयो। उहाँले मलाई ट्रिटमेन्ट दिनुभयो। फेरि भन्नुभयो तपाईँ धेरै वीरगञ्ज त टाढा पर्यो, टाढाबाट आउनुभएको छ, हाम्रो अर्को ब्रान्च चाहिँ रक्सोलमा छ, त्यहाँ पनि तपाईँ गएर उपचार लिन सक्नुहुन्छ। अनि बाँकीको उपचार मैले आएर यहाँ लिएँ अनि एकदम मलाई एकदम पुरै निको भइहाल्यो। पुरै निको भयो? पुरै निको भयो। जसरी तपाईँ जयनगरमा गएर तपाईँ ठगिनु भयो, त्यस्तो चाहिँ यहाँ चाहिँ भएन? यहाँ जयनगरमा भनेको त्यो श्री हरि चान्सी क्लिनिक एकदम महाठग हो। उसको त पुरै नगर्नुहोस्। मसँग उसले कम्तीमा भारू चाहिँ 75,000 रुपियाँ ठगेको छ। अनि उसको क्लिनिक पनि यही रक्सोलमा खोलेर अहिले थप्प परेको छ। जुन दिन त्यहाँ त्यो डक्टर बसोस् या अरू व्यक्ति बस्यो भने म चाहिँ उसलाई छोड्नेवाला छैन। अनि ऊ जस्तो उहाँ ठगिने काम यो डक्टर साहबको होइन। उहाँ त एकदम पुरै विश्वासको साथ ट्रिटमेन्ट गर्नुहुन्छ। उहाँमा चाहिँ कटिङ सटिङ हुँदैन, एकदम प्योर औषधिद्वारा उहाँ इलाज गर्नुहुन्छ। अपरेसनको झन्झट चाहिँ छैन, अपरेसनको झन्झट छैन। दर्शकबिन, तपाईँ यहाँ चाहिँ निको भएर हाम्रो नेपाली पाइल्स क्लिनिक जुन रक्सौलमा रहेको छ, यहाँबाट उपचार गरेर निको भएको पेसेन्ट उहाँ हुनुहुन्छ। उहाँको प्रतिक्रिया तपाईँ सुन्नुभयो। यदि तपाईँलाई पनि त्यस्तो कुनै किसिमको समस्या छ भने तुरन्त तपाईँ सम्पर्क गर्नुहोस्। नेपाली पाइल्स क्लिनिक तपाईँको रक्सौलमा रहेको छ, जुन हाम्रो कस्टम अफिस छ, अफिसको ठिक अलिकति अगाडितिर तपाईँको एसएसबीको चेक पोइन्ट छ। चेक पोइन्टको ठिक तपाईँ पश्चिमतिर हेर्नुहुन्छ भने 2 तल्ला भवनमा ठुलो बोर्ड रहेको छ। यहाँ तपाईँ आउनुहोस् र समयमै उपचार गरेर तपाईँ निको हुनुहोस्। धन्यवाद।